हेलो नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ म यतानिर चाहिँ हाम्रो बिफको भुटुवा बनाउन आँटेको थिएँ है। अन्त यसलाई चाहिँ मैले मजाले धोएँ है। पहिला चाहिँ सफा गरेर धुनुपर्ने हुँदो रहेछ, गनाउँदो रहेछ है। त्यहाँदेखि हल्का तेलमा हर्दी लाएर चाहिँ मजाले पहिला चाहिँ त्यसलाई भुटेँ है। भुटेर चाहिँ त्यसको पानीहरू है एकदमै सुकाउनु लागि चाहिँ त्यसलाई चाहिँ मजाले भुट्नुपर्ने हुन्छ। अन्त मजाले भुटेँ। त्यसलाई चाहिँ भुट्नु लागि चाहिँ तेल चाहिँ त्यति राम्रो खरेको थिएन, तर पनि त्यो हाल्दा हाल्दै तेल तात्तिहालेको थियो है। अन्त चाहिँ मजाले भुटेर चाहिँ त्यहाँदेखिको मजाले भुक उम्लिँदै थियो है। त्यो भुट्दै थियो त्यो सबैलाई। अन्त त्यहाँदेखिको मैले त्यहाँनिर प्याज टमाटरहरू पनि काटेर रेडी गरिसकेको थिएँ है। अनि त्यहाँनिर मैले प्याज टमाटरहरू पनि सबै हालिदिएँ है। अनि हालेर चाहिँ पकाउँदै थिएँ। अन्त फेरि त्यसमा चाहिँ फेरि मैले अदुवा र लसुन पनि हाल्नु पर्थ्यो। अन्त अदुवा र लसुन पनि मैले काटेर हाल्दै थिएँ। अनि अदुवालाई चाहिँ ग्रेट पनि गरेर हाल्दिएँ है। अन्त त्यहाँदेखिको चाहिँ मजाले भुटुवालाई पकाउँदै थिएँ। र किन हाम्रो दार्जिलिङको जस्तै हुँदैन हौ। जति नै मैले मिठो गरेर पकाउँदा पनि हुँदै हुँदैन, त्यो टेस्ट पनि आउँदैन, त्यो देख्नुमा पनि त्यस्तो हुँदैन, खम लाग्दो रातो हुन्छ नि, त्यस्तो हुँदैन है। अन्त पाकिसकेर चाहिँ रेडी भयो है। अन्त मैले पनि हल्का चाखेर देखाउँदै थिएँ तपाईँहरूलाई है, यस्तो हुन्छ भनेर। मिठो हुन्छ तर दार्जिलिङको जस्तो चाहिँ हुँदैन भनेर चाहिँ एकदम एक्सप्लेन दिँदै थिएँ है मैले। अन्त तपाईँहरूलाई पनि पकाएर खानु होला, मिठो हुन्छ है। अन्त हेर्नुहोस् न फेरि यहाँनिर मलाई कम्ता माया गर्दैन यसले। यसको नाम चाहिँ प्यारिस हो है। यसले चाहिँ मलाई कम्ती माया गर्दैन। रुमिन भनेको उठेर चाहिँ रुमिन भनेर चाहिँ मलाई है यता त्यता गरिरहेको थियो। कति माया लाग्दो हुन्छ है। मानिसहरूलाई जति नै हामीले माया गरे तापनि देख्दैन, तर बिरालोहरूलाई कुकुरहरूलाई हामीले एक दिन खानु दियो भने है हामीलाई कति माया गर्छ है। यस्तै रहेछ। थ्याङ्क यू फर वाचिङ। हेर्दै गर्नु होला है। अल्छी लागे पनि हेरिदिनु होला। धन्यवाद। बाई बाई।